हेलो नमस्ते सबैलाई सबै कस्तो हुनुहुन्छ हजुरहरू सन्चै हुनुहुन्छ होला। सो मैले चाहिँ आफ्नो फर्स्ट ब्लगिङ मैले गरिसकेको थिएँ होइन र त्यहाँ चाहिँ मैले हजुरहरूलाई मेरो परिचय त दिएकै थिइनँ। तपाईँहरूलाई म मेरो परिचय दिँदैछु र मेरो नाम चाहिँ हो सरिता शर्मा। म चाहिँ खातीवाडीकी छोरी अनि त्यसको पछि म चाहिँ फिलहाल अहिले स्कुलमा पढाउँदैछु 4 वर्षदेखि र मैले चाहिँ ग्रेजुएसन कम्प्लिट गरेकी हुँ र मैले कम्प्युटर पनि पिजिडिसिएको कोर्स कम्प्लिट गरेकी छु, सर्टिफिकेट पनि छ। र म चाहिँ टिचिङ गर्दै गर्दै म चाहिँ अहिले हिन्दीमा एमए पनि गरिसकेको छु र मेरो यो लास्ट इक्जाम थियो लास्ट सेमको त त्यो पनि खत्तम भयो। अब रिजल्टको अपेक्षामा बसिरहेको छु होइन। र म चाहिँ त्यो सब त मेरो भइहाल्यो परिचयमा। र त्यसको पछि पनि म चाहिँ एउटा मेहन्दी आर्टिस्ट हो। तपाईँले मेरो भिडियो देख्नुभएको छ होला फेसबुकमा, सानो सानो म भिडियोसमा सर्ट्सहरू हालिरहेको छु र तपाईँले देख्न सक्नुहुन्छ। र हाम्रो गाउँको चाहिँ तिनीहुटी गाउँ कि म चाहिँ एक्लौती मेहन्दी आर्टिस्ट है। र मलाई चाहिँ यहाँतिर जतिजना पनि गाउँमा हाम्रो चाहिँ होइन आसपासको गाउँमा पनि बिहे भयो भने चाहिँ मलाई नै बोलाउँछन् है, यी बहिनीले चाहिँ मेहन्दी लगाउन जान्दा छिन् भनेर मलाई चाहिँ बोलाउँछन्। र म चाहिँ एकदम सस्तो भन्ने पनि अब होइन 1500-2000 त एकदम सस्तै हो आजकलको जमानामा। र त्यस्तोमा पनि म चाहिँ मेहन्दी लगाइदिन्छु किनभने गाउँका मान्छेले चाहिँ बुझ्दैनन्, यति कष्ट हुन्छ भने जान्दैनन् किनकि हात त एकदम यहाँदेखिबाट लाउनुपर्छ होइन मेहन्दी चाहिँ। र उनीहरू चाहिँ बुझ्दैनन् कि यति कम्ती मेहन्दी यति लगाउनको लागि यत्रो धेरै पैसा भन्छन्। मेकअपमा चाहिँ भरपुर पैसा फ्याँक्छन् र मेहन्दी लगाउने टाइममा चाहिँ उयो गर्छन्। र मैले एउटा अस्ति भिडियो मेहन्दी लगाउनु गएको थिएँ म्याडमकोमा, त्यहाँ पनि एकजनाले मलाई भनिन् होइन यति डेरी भइसक्यो, यति टाइम लाग्दो रहेछ, यस्तो हुँदो रहेछ, 2जना मान्छेले लाउनु थियो, किन एक्लै लगाएकी, किन यस्तो त्यस्तो भन्यो कि मलाई चाहिँ एकदम धेरै रिस उठेर आएर मैले चाहिँ भनिदिएँ कि एउटा समय हुन्छ होइन, जसले लाउँदैछ त्यसलाई थाहा हुन्छ कति मेहनत लाग्छ, त्यहाँ कति सोच्नुपर्छ, यसको पछि के स्टेप लगाऊ, यसको पछि के स्टेप लगाऊ होइन, कस्तो टाइपले बनाऊँ, कसरी मेन्टेन गरौँ पुरा ओल हात अब फुल होइन, ह्यान्डलाई कसरी मेन्टेन गरौँ, खुट्टामा कसरी डिजाइनको लगाऊँ, त्यस्तो सोची गर्नुपर्छ होइन। मान्छेले आएर एकदम बिचमा आएर क्याउ क्याउ गऱ्यो भने चाहिँ मलाई चाहिँ धेरै रिस उठ्छ। र म चाहिँ एकदम मेहन्दी लगाउन मतलब पहिल्यैदेखि मैले अहिले नभन्दा नि लगाइहाल्ला 30-35जना दुलहीलाई मैले चाहिँ मेहन्दी लगाइसकेको छु होइन। र अब यो त भयो मेरो प्रोफेसनल, यो त मेरो मतलब अब आउट उयो भयो होइन। त्यसको पछि पनि म चाहिँ काटिङ गर्छु होइन, काटिङ कपडाहरू सिलाउँछु। मेरो घरमा एकदम एभाइलेबल ब्लाउज सिलाउन, मेहन्दी ब्लाउज दोहीबाट गर्न, मेखला च्यादर, साडी फल्स हाल्न, यस्तो त्यस्तो स्कर्ट सर्ट फ्रक्स एभ्रिथिङ। सर्ट जान्दिनँ, स्कर्ट फ्रकहरू होइन सुटहरू यो सब चाहिँ म एकदम इजिली सिलाइदिन्छु होइन। र मेरो घरमा आइ पनि राख्छ। ब्लाउजको चाहिँ धेरै नै अर्डर आइरहेको छ किनकि म ब्लाउज एकदम पर्फेक्ट सिलाउन जान्दछु र अरू पनि जान्दछु। र पनि अब ब्लाउज चाहिँ अब धेरै हाम्रो यता लेडिसहरू होइन उनीहरूलाई चाहिँ प्रायः साडी नै लाउँछन्, अब साडी मेखला चादर त लिएर आउँछन्। त्यसको पछि पनि अरू केही मेरो परिचय जान्नु छ भने तपाईँले चाहिँ मलाई कमेन्ट गर्नु होला। र त्यसपछि पनि खानासाना त अलरेडी म सब कुछ गर्छु। मेरो चाहिँ अब काम भन्दाखेरि चाहिँ बस त्यति नै हो। म चाहिँ मेहन्दी लगाउँछु र स्कुल पढाउँछु र त्यसको पछि कपडा सिलाउँछु, अरू बस त्यति नै हो। त्यसको पछि पनि टाइम बाँचेपछि चाहिँ म चाहिँ ब्लगिङ गर्नलाई स्टार्ट गरेँ कि मसँग चाहिँ राम्रो मोबाइल पनि थिएन होइन, एकदम मोबाइल थिएन भने पनि हुन्छ, मसँग एकदम खराब थियो मोबाइल। र मैले त्यसको लागि चाहिँ एकदम स्कुल होइन 4-5 महिनाको पैसा चाहिँ एकदम सेभिङ गरेर राखेर र मैले एउटा मोबाइल लिएकी छु। अहिले फिलहाल चाहिँ मैले नতুन मोबाइल लिएकी छु र म त्यही मोबाइलबाट मैले ब्लगिङ स्टार्ट गरेर तपाईँहरूलाई देखाउँदैछु। र तपाईँहरूलाई चाहिँ मेरो भिडियोहरू चाहिँ कस्तो लाग्यो र मेरो बातचित मैले गरेको कुराहरू चाहिँ तपाईँलाई इन्ट्रेस्टिङ लाग्यो कि लागेन, मेरो परिचय तपाईँलाई दिएँ होइन, तपाईँलाई कस्तो लाग्यो तपाईँहरू प्लिज कमेन्टमा भन्नु होला। र अरू एउटा कुरा भन्न चाहन्छु, मतलब फेसबुक खोलेदेखिबाट होइन मतलब बेसी दिन भएको छैन, 15 दिन भयो होला मैले फेसबुक खोलेको। मान्छेले चाहिँ यति धेरै मतलब इनबक्समा गन्दा गन्दा भिडियोज पठाउने, मेसेज गर्ने, जे त्यही भन्ने कि त्यो सब चाहिँ नगरिदिनु होला, एकदम सुहाउँदैन, राम्रो लाग्दैन कि एकदम मान्छेको आफ्नो आफ्नो एउटा सेल्फ रेस्पेक्ट हुन्छ। मान्छेले आफ्नो सेल्फ रेस्पेक्ट यति धेरै नगिराउनु कि कसैले त्यस्तो मतलब तपाईँहरूलाई केही नराम्रो भन्दछ होइन, त्यस्तो मेसेजहरू नपठाउनु राम्रो कुरा होइन, त्यही भन्न चाहन्छु। र तपाईँहरू चाहिँ कहाँ कहाँबाट मेरो भिडियोज हेर्नुहुन्छ प्लिज कमेन्ट गरेर भन्नु होला। अरू मलाई धेरै माया दिनु होला, यति धेरै माया दिनु होला। ल आजको लागि चाहिँ बस यति है, फेरि हामी भोलि म फेरि नतुन ब्लग्स बनाउँछु, नतुन कुराहरू भन्छु, सेयरिङ गर्छु तपाईँहरूसँग मेरो मनको कुरा, मनमा कतिको सोच छ होइन। तपाईँलाई राम्रो लाग्यो भने मेरो भिडियो लाइक, सेयर एन्ड फलो गरिदिनु। बाई बाई।